हाई साथीहरू, आज चाहिँ हामी बेसी जाँदैछौँ होइन। अनि चटपटे खाँदै खाँदै आन्टीसँग। अनि तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। अनि यो बेसी चाहिँ हाम्रो कहाँ छ भने सिमले तल छ, सबैजनाले हेर्दै गर्नु होला। चटपटे पिरो भयो साथीहरू, यस्तो छ बाटो होइन। बेसी जाने चाहिँ हेर्नु न, बेसी तर एकदम राम्रो छ हाम्रो ठाउँ। अहिले चाहिँ हामी साथीहरू बेसी आइपुग्यौँ होइन। अनि आन्टीले चाहिँ कति धेरै फुलहरू रोप्नु भएको रहेछ। अनि आन्टी चाहिँ यहाँनिर हुनुहुन्छ। है आन्टी, के छ खबर? एकदम ठिक छ। बिगौती खाना आँटेको होइन, कुराउने जस्तै रहेछ, कति मिठो हेर्दै। वाउ, हामी चाहिँ आन्टीलाई फुल माग्दैछौँ कलरको। अनि कति राम्रो राम्रो फुलेको फुल पनि एउटै कलरको। त्यत्तिकै कसैले ठाउँलाई बेसी भनेर नाम राखेको होइन क्या, एकदम राम्रो हुन्छ होइन। त्यही भएर हो नाच्दै रमाउँदै हिँड्दैछ छोरी। साथीहरू कति रमाइलो ठाउँहरू यहाँ हेर्नु। हाम्रो छोरी चाहिँ उहाँ बेसीमा रमाइलो मौसम भयो अरे, वातावरण राम्रो, मजाले घुम। कति क्युट बिरालोको बच्चा हो यो। रिसाउनुहुन्छ कि भन्ने डर भयो। अनि फुल दिनु हुँदैछ भाउजूले चाहिँ। कस्तो राम्रो सिन रहेछ, यसलाई घरमा लगेर इन्डुवरै रोप्दा पनि हुन्छ यसलाई त। यसलाई त भुइँमा चिदेर मजाले आउँछ। हामी गएको ल, बाई। आउँदै गर्नु है। हुन्छ, हामी चाहिँ कोला खाँदै खाँदै अब गयो। अब चाहिँ बेसीहरू घुमिसक्यो अरे। हामी तल खोला छेउसम्म जङ्गलहरू हेरेर यता माथि आयौँ होइन। तर आधीदेखि चाहिँ हामी जान सकेनौँ, किनभने एकदम जङ्गल भएछ, रुखहरू बढेको रहेछ। त्यही भएको कारणले गर्दाखेरि हामी चाहिँ अब जान लागेको साथीहरू। बेसीहरू डुलियो। बाई बाई आन्टी। साथीहरू वाउ मिठो। मेरा चाहिँ स्ट्रबेरीहरू पनि रोप्नु भएको रहेछ। अनि मैले चाहिँ स्ट्रबेरी खान पाएँ साथीहरू। बाई बाई साथीहरू। अब मेरो भ्लग चाहिँ आजको लागि यति नै। हामी चाहिँ अम्बकको बिरुवा पनि लिएर जाँदैछौँ, फुलको बिरुवा पनि लिएर जाँदैछौँ। बाई बाई, हेभ अ गुड डे, लट्स अफ लभ। बाई बाई।